दर्शकबिन नमस्कार। रोट्रेक क्लब अफ धरान घोपाद्वारा आयोजित यो प्रथम पोडकास्टमा सम्पूर्ण महानुभावहरूलाई म स्वागत गर्न चाहन्छु। आज हामीसँग जोडिनु भएको छ रोट्रेक्टर डाक्टर ऋतिकराज पासवान। Dr. Paswan is an intern doctor at BPKHS, Dharan, and also a retractor. He had served as past president in the Rota year 2022-23, and for the Rota year 25-26, he is serving as a mentor of Rotary Club of Dharan Ghopa. He has also been leading the Strokes team BPKHS Students Wing. डाक्टर बन्ने इच्छाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेश हुनुभएका उहाँ कसरी चाहिँ आफ्नो पढाइ र कम्युनिटी प्रोजेक्ट्सहरूलाई सहकार्य गर्दै आजको दिनसम्म आइपुग्नु भएको छ भन्ने बारे हामी केही चर्चा गर्न गइरहेका छौँ। स्वागत छ यहाँलाई कार्यक्रममा। थ्याङ्क यू। सुरुमा चाहिँ डाक्टर बन्नुभएकोमा हजुरलाई धेरै धेरै बधाई छ। थ्याङ्क यू नानु। अब चाहिँ हजुरलाई मेडिकल लाइनमा चाहिँ सुरुमा आउनको लागि चाहिँ केले प्रेरणा गरेको थियो? हजुरको अहिलेसम्मको डाक्टर बन्नुको जर्नीको बारेमा चाहिँ अलिकति भनिदिनु न। सो खासमा चाहिँ मलाई डक्टर भन्न कहिले पनि मन थिएन, टु बी भेरी अनेस्ट। आई अलवेज वान्टेड टु, मलाई चाहिँ एयरलाइन्सहरूले एयरप्लेन्सहरूले एक्साइट गर्थ्यो सानैदेखि। सो देयर इज अ ट्रेजिक स्टोरी बिहाइन्ड इट अल्सो। अनि कस्तो भएको थियो भन्दाखेरि म क्लास 12मा थिएँ अनि मेरो प्र्याक्टिकल इक्जाम्स चलिरहेको थियो। अनि देयर वाज एन के छ भन्दाखेरि बङ्गलादेशबाट आइरहेको युएस बङ्गला एयर क्रास भएको थियो। सो ब्याक देन मेरो कलेज चाहिँ एसओएस अनि हाम्रो क्लासरुमबाट चाहिँ एयरपोर्ट मजाले देखिन्थ्यो। अनि आई स द इन्टायर एयर क्रास। अनि त्यो बेला चाहिँ कतिजना डक्टर्सहरू मेडिकल स्टुडेन्ट्सहरू बित्नु भएको थियो। सो त्यही कुराहरू चाहिँ मैले घरमा कल गरेर कुरा उठाएखेरि र भरे आई टोल्ड माई मम कि यस्तो 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 एयर क्रासहरू देखाएको थिएँ। एन्ड माई मम सेड कि तँ पनि त एक्लो छोरा छस्, तँ पनि त पाइलट बन्ने सोचिरहेस्, त एक्लो छोराले हामी कसरी जान दिनु प्लेनमा भनेर भन्नुभयो। सो द्याट सेन्टेन्स काइन्ड अफ हिट मी। अनि त्यसपछि चाहिँ मेरो दिदीहरू अलरेडी नै मेडिकल फिल्डमै हुनुहुन्थ्यो। सो त्योबाट पनि उहाँहरूको लाइफस्टाइल हेरेर उहाँहरूको डेडिकेसन टुवर्ड्स द मेडिकल करियर हेरेर चाहिँ कतिबाट समथिङ वाज बिल्डिङ अप इन साइड मी। अनि अब घरबाट त डक्टर त पाइलट नबन भनेर भनिसक्नु भएपछि अब मैले पनि त त्यो कुरा रेस्पेक्ट गरिदिनु पऱ्यो, बिकज इट वाज देयर जेन्युन कन्सर्न नि त एक्लो छोरा भएपछि। सो द्याट्स हाउ मेडिकल जर्नी स्टार्टेड फर मी। भनेपछि मेडिकल जर्नी स्टार्ट हुनुभन्दा अगाडि नै कम्पेसन चाहिँ हजुरसँग थियो, त्यो एउटा एयर क्रास देखेर चाहिँ हजुरको जर्नी चेन्ज भयो। अब यता बिपी आइसकेपछि चाहिँ हजुरलाई जस्तै कम्युनिटी प्रोजेक्ट्सहरू हजुरले जुन गर्नुभयो नि त्यसमा चाहिँ कसरी इन्सपायर हुनुभयो हजुर? सो कम्युनिटी प्रोजेक्ट्सको पनि लङ ब्याक स्टोरी के छ भन्दाखेरि म क्लास 9-10मा हुँदाखेरि म अलिक फटा केटा नै थिएँ, हस्टेल बस्थेँ अनि हामी एकदम फटा केटा थियौँ। अनि देयर वाज अ क्लब जसले चाहिँ कामहरू गर्थ्यो बाहिर। अनि हाम्रो चाहिँ दिमागमा के आयो भन्दाखेरि यो क्लबमा जोइन गऱ्यो भने हस्टेलबाट भाग्न पाइन्छ यताउता भनेर। सो हामीले जोइन गऱ्यौँ क्लबमा, एउटा इभेन्टमा गयौँ अनि हामी घुम्न गइदियौँ। सो त्यसपछि चाहिँ द्याट वाज माई फर्स्ट कम्युनिटी प्रोजेक्ट ब्याक दिन क्लास 9 त्यो बेला चाहिँ अलिक आलु नै थिएँ। त्यसपछि आई केम टु बिपीकेएचएस अनि बिपीकेएचएसमा आउने बित्तिकै त्यो सिभियर ऱ्यागिङ फेज चलिरहेको थियो हाम्रो। सो त्यो ऱ्यागिङ फेजको बेला चाहिँ हाम्रो क्लबहरूको ओरिएन्टेसनहरू हुन्थ्यो। अनि आई रिमेम्बर रोटरी क्लब अफ धरान गोपाको ब्याक देनको टिम आएको थियो हामीलाई भेट्नको लागि। सो उहाँहरूले आएर आफ्नो वर्क्सहरू देखाउनु भयो, प्रोजेक्ट्सहरू देखाउनु भयो। अनि कतै कतै आई ह्याड अल्सो अ सफ्ट कर्नर फर पिपल अराउन्ड मी, किनभने आई हेभ सिन पिपल स्ट्रगलिङ विथ फुड, आई हेभ सिन पिपल स्ट्रगलिङ विथ हेल्थ। अनि दिदीहरूले पनि आएर घरमा भन्नुहुन्थ्यो कि यस्तो यस्तो छ, बिजोग छ हालत भनेर। सो वाट ह्यापन्ड वाज त्यसपछि हाम्रो कोभिड भयो। सो कोभिड भइसकेपछि चाहिँ हामी सबैजना घरमा लकड भयौँ। अनि हामी सबैजना घरमा लकड भयौँ। अनि घरमा लकड भइसकेपछि चाहिँ त्यसपछि आई गट इनरोल्ड इन रोटरी क्लब अफ धरान गोपा। अनि त्यसपछि चाहिँ त्यहाँ चाहिँ कुरैमा मिटिङमा एउटा प्रोजेक्ट आइडिया आयो कि अब यो कोभिड लकडाउनले गर्दाखेरि कतिजना जेनरल पब्लिकहरू चाहिँ त्यो रेगुलर चेकअप्समा गइराख्नुपर्ने, जस्तो कि एनसिडिज नन कम्युनिकेबल डिजिजहरू जस्तो डायबिटिज हाइपरटेन्सनको पेसेन्टहरू अब गइराख्नुपर्ने पार्टहरूमा चाहिँ अब त हस्पिटल बन्द भयो।
भनेपछि इमर्जेन्सी सर्भिसेस प्लस कोभिड पेसेन्ट्सहरूलाई मात्र देखाउन सक्यो। सो हामीले चाहिँ के प्लान गरेका थियौँ त्यो बेला भनेपछि चाहिँ एउटा टक सो टाइपको इन्भेन्ट गर्ने, अनि कोभिड पर्सपेक्टिभमा चाहिँ कम्युनिटीमा मान्छेहरूलाई के क्वेसनरहरू छ, जस्तो कि हाइपरटेन्सिभ पेसेन्ट्सहरूलाई के क्वेसनरहरू छ, डायबिटिज पेसेन्टहरूलाई के क्वेसनहरू छ। सो आफ्नो आफ्नो एरियामा गएर त्यो लोकालिटीमा मास्क लगाएर आफू सोसियल डिस्टेन्सिङ प्र्याक्टिस गरेर तिनीहरू क्वेरिजहरू सोध्ने, अनि त्यही क्वेरिजले एउटा टक सोमा इन्भेन्ट गर्ने। सो जुन बेला म गएँ मान्छेहरूलाई भेट्न, सो दे वर नट वरिड अबाउट कोभिड, दे वर ओन्ली वरिड अबाउट देयर बाबु मेरो त प्रेसर बढ्छ, प्रेसर बढेर मलाई केही पो भइहाल्ने हो कि, म त डायबिटिज हुन्छ, डायबिटिज बढेर सुगर बढेर केही पो भइहाल्ने हो कि। सो त्यो बेला चाहिँ वाट आई फेल्ट इज कि अब हाम्रो अनलाइन एजुकेसन पनि भइरहेको थियो, अनलाइन क्लासेसहरू भइरहेको थियो। सो हामीले थ्योरीमा पढ्ने पार्टहरू कम्प्लिटली डिफ्रेन्ट रहेछ, र कम्युनिटीमा गइसकेपछि त कम्युनिटी पोर्सन नै कम्प्लिटली डिफ्रेन्ट रहेछ। सो त्यसले कति मलाई स्पार्क गर्यो। त्यसपछि कोभिड एरा सक्यो, कोभिड एरा सकिसकेपछि हामी यहाँ आयौँ। त्यसपछि हाम्रो स्पेसल एरिया प्रोजेक्ट भनेर हामी गयौँ ब्लाइन्ड स्कुल। सो ब्लाइन्ड स्कुलमा हामी गइसकेपछि त्यहाँको बच्चाहरूलाई हामीले हेऱ्यौँ, लाइक बिचराहरू यति धेरै स्पेसली एबल्ड भए पनि यति धेरै ट्यालेन्टेड छन्, तिनीहरू गिटार बजाइरहेछन्, तिनीहरू भन्नाले गीत गाइरहेछन् कस्तो मजाले, दे आर टकिङ विथ इच अदर, कुदिरहेछन् त्यो कोरिडोरमा, लाइक त्यो स्टेप्सहरू काउन्ट भइसकेको छ, तिनीहरूलाई कताबाट टर्निङ लिनु छ भनेर पनि तिनीहरूलाई याद भइसकेको छ। सो तर उनीहरूमा के छ भन्दाखेरि बेसिक हेल्थ एजुकेसनै छैन, ब्रस कसरी गर्ने, दाँत कसरी माझ्ने, हात कसरी धुने, यसले गर्दाखेरि के समस्याहरू हुन्छ भन्ने कुरा बेसिक कुराहरू मान्छेहरूलाई थाहा नै थिएन। सो अब त्यो थ्रु हुँदै 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 अब त्यसपछि म कम्युनिटीमा अलिअलि प्रोजेक्ट्सहरू गराउँदै जाँदाखेरि कम्युनिटीको मान्छेहरूको हेल्थप्रतिको पर्सपेक्सन र रियालिटी चाहिँ कम्प्लिटली डिफ्रेन्ट हुँदो रहेछ भन्ने कुरा मैले रियलाइज गरेँ। सो अब त्यसपछि मलाई के हुन थाल्यो भन्दाखेरि एन्ड आई त्यसपछि फर्चुनेटली भनौँ कि इट वाज इन रिटर्न समवेयर जस्तो भनौँ कि आई बिकेम प्रेसिडेन्ट, रोटरयाक्टको प्रेसिडेन्ट भएँ। अनि प्रेसिडेन्ट भइसकेपछि त्यसपछि म मेरो टिम अलि खुरापाती टिम थियो। सो दे अल लाइक टु डु ब्रेन स्टर्म्स, अनि कहाँ के गर्ने प्रोजेक्ट भने चाहिँ यो ठाउँमा गराउने भनेर। सो यो ठाउँमा के गराउने भनेको चाहिँ हामी गएर त्यहाँ कम्युनिटीमा कुरा गर्दाखेरि डिफ्रेन्ट सिनेरियोजहरू आउँथ्यो कि। अनि त्यसपछि हुँदै 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 कम्युनिटी प्रोजेक्ट्सहरूमा आफै भनेको चाहिँ यति भइसक्यो कि क्लासहरू बङ्क गरेर पनि हामी कम्युनिटी प्रोजेक्ट्समा जान थाल्यौँ, किनभने त्यो आफ्नो एजुकेसन किताबले एउटा गाइडलाइन सिकाइरहेछ, तर मान्छेको पर्सपेक्सन त अर्कै छ नि त। सो आफूले पढेको कुरा उनीहरूलाई एक्सप्लेन गर्दै जाँदाखेरि उनीहरूबाट आउने माया, उनीहरूबाट आउने रेस्पेक्ट, प्लस उनीहरूले चिनिरहन्, प्लस आफ्नो पनि त कम्युनिकेसन स्किल्स बढिरहेछ। लाइफभरि त पेसेन्टै ट्रिट गर्ने हो नि त हामीले। सो कम्युनिटीमै भइसकेको प्रब्लम्सहरूलाई त्यसरी एनालाइज गर्दै जाँदाखेरि कतै म भित्र एट द एन्ड अफ द डे आई कुड स्लिप पिसफुली जस्तो लाग्छ, भनेपछि आई डिड समथिङ गुड जस्तो फिल हुन्थ्यो। अनि त्यसरी गर्दै 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 चाहिँ कम्युनिटीमा चाहिँ आई गट इनरोल्ड। कम्युनिटी एरियामा चाहिँ हजुरले धेरै काम गर्नुभयो होइन। अब रोटरयाक्ट भनेको चाहिँ हाम्रो दर्शकवृन्दहरूलाई के हो त, कम्युनिटीमा काम गर्ने मात्र रोटरयाक्ट हो कि अरू पनि केही क्षेत्रहरूमा चाहिँ रोटरयाक्टले काम गरिरहेको छ भन्ने बारेमा पनि अलिकति प्रश्न पारिदिनु न हाम्रो दर्शकवृन्दहरूलाई। सो अब रोटरयाक्टको हिस्ट्री भन्दै जाँदाखेरि त अलि लामै भिडियो हुन्छ होला, वी क्यान होल्ड इट फर सेकेन्ड एपिसोड र समथिङ लाइक द्याट। सो सिम्पली भन्नुपर्दाखेरि कस्तो थियो भन्दाखेरि रोटेरियन पिपल्स रोटरी क्लब फर्म भयो, दे वर रिच पिपल्स। अनि तिनीहरूलाई के भयो भन्दाखेरि अब ओल्ड एजमा जाँदै गएपछि एनर्जी अलि हुँदैन, टाइम अलि हुँदैन। सो वाट दे कम अप विथ कि हामी चाहिँ यस्तो मान्छेहरू खोजौँ जसलाई आइडियाज पनि हुन्छ, जोसँग एनर्जी पनि हुन्छ, जोसँग अलिअलि टाइम पनि हुन्छ बसोसो। सो त्यही भएर तिनीहरू चाहिँ रोटरयाक्ट प्रोजेक्ट भनेर इन्ट्रोड्युस गरेका थिए। सो आइडिया वाज टु ब्रिङ युथ्स टुगेदर फर बेटर चेन्ज। सो अहिले चाहिँ रोटरयाक्टको फेजमा के छ भन्दाखेरि रोटरयाक्ट इज जस्ट नट अ क्लब। मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि रोटरयाक्ट भनेको नि ओसन अफ अपर्च्युनिटिज छ। जस्तो कि हाम्रो एभेन्युजहरू डिभाइड भएको हुन्छ, प्रोफेसनल डेभलपमेन्ट, कम्युनिटी डेभलपमेन्ट, त्यसपछि स्पेसल एरिया प्रोजेक्ट, त्यसपछि इन्टरनेसनल रिलेसन्स। सो रोटरयाक्ट क्लब भनेको चाहिँ कस्तो हो भन्दाखेरि एउटा अर्गनाइजेसन हो जुन अर्गनाइजेसनहरूले चाहिँ युथहरूलाई एउटा ठाउँमा भेला गर्छ, सो द्याट उनीहरूको पनि सँगै डेभलपमेन्ट होस्, फुलफिलिङ अल द कम्युनिटी निड्स जुन तिनीहरूले आफ्नो लेभलबाट गर्न सक्छ। सो के फाइदा हुन्छ भन्दाखेरि रोटरयाक्ट क्लब भनेपछि अब इनकेस हामी इनरोल्ड भयौँ, जस्तो कि इमेजिन म इनरोल भएँ रोटरयाक्टमा। सो अब चाहिँ कस्तो छ भन्दाखेरि म हाम्रो कम्युनिटी मेडिसिनमा पढाइ हुन्छ नि प्री प्लानिङ फेज भनेर। सो प्री प्लानिङ फेज अनुसार मलाई एउटा कम्युनिटीमा म गएर प्लान गर्छु कि यहाँनिर के प्रोजेक्ट गर्न सकिन्छ भनेर। म त्यहाँ जान्छु, त्यहाँ
कम्युनिटीमा गएर के समस्याहरू छ भनेर बुझ्छु। सो एउटा लिस्ट त्यो बनाउँछु। त्यसपछि म मेम्बर्सहरूसँग डिस्कस गर्छु। अब मेम्बर्सहरूसँग डिस्कस गरिसकेपछि मेरो क्लबको मेम्बर्सहरूमा डिस्कस गरिसकेपछि उनीहरूको पनि आइडियाज आउँछ। त्यसपछि आइडियाजहरू इनपुट हुने भयो। सो एउटा कुरा के भन्दाखेरि कम्युनिटीमा के प्रब्लम छ मैले त्यो पत्ता लगाएँ। दोस्रो कुरा मेरो मेम्बर्सहरूसँग इन्ट्रेक्सन भयो, सबैजनाले आफ्नो आफ्नो इनपुट गर्यो, जसले गर्दाखेरि मेरो टिमवर्क एबिलिटी बढ्यो। चौथो कुरा भनेको र सबसे इम्पोर्टेन्ट कुरा मलाई के लाग्छ भन्दाखेरि त्यसपछि हामी बनाउँछौँ फाइनेन्सियल, किनभने हामी सब स्टुडेन्ट्स छौँ, सबै भन्नाले अलि यङ भनेपछि अलि फाइनेन्सियली डिपेन्डेन्ट नै मान्छेहरू बेसी हुन्छौँ। सो उहाँहरूले के गर्ने भयो भन्दाखेरि अब एउटा प्लान अफ एक्सन बनाउने भयो कि पैसा कहाँबाट उठाउने र कसरी प्रोपर वेमा इन्भेस्ट गर्ने भनेपछि मिनिमम इन्भेस्टमेन्टमा म्याक्सिमम गेन कसरी हामी गर्न सक्छौँ भन्ने कुरा त्यो पार्टतिर हामी ध्यान दियौँ। त्यसपछि भनेपछि ओभरअल हाम्रो फाइनेन्सियल कसरी ह्यान्डल गर्नेवाला पार्ट पनि सिक्यो। त्यसपछि हामी कम्युनिटीमा गएर प्रोजेक्ट गरायौँ। अब कम्युनिटीमा गएर प्रोजेक्ट गराइसकेपछि आफूले पनि त केही गेन गऱ्यौँ होइन। सो त्यसले गर्दाखेरि त्यो पनि डेभलपमेन्ट हुने भयो। अब के छ भन्दाखेरि मैले मेम्बर्सहरूसँग कुरा गरेँ। अब उहाँहरूले कम्युनिटीमा काम गरेर त आउनुभयो, तर सबैजनाको इन्ट्रेस्ट नहुन सक्छ नि त कम्युनिटीमा। सो अब चाहिँ उनीहरू के कुरामा ल्याक भइरहेछन् भन्ने कुरा पनि अब डिस्कसन हुने भयो। सो यसले के गर्यो भन्दाखेरि हामीले एक अर्कासँग हाम्रो स्ट्रेन्थ र विकनेस डिस्कस गऱ्यौँ। सो इफ म तपाईँलाई मेरो स्ट्रेन्थ र विकनेस सुनाइरहेको छु भनेपछि हामी दुवै बिचमा त एउटा बोन्डिङ बन्यो नि त। प्रोफेसनलिजम त छँदैछ, तर म तपाईँलाई आफ्नो स्ट्रेन्थ सुनाइरहेको छु, आफ्नो विकनेस सुनाइरहेको छु। सो त्यसले गर्दाखेरि इन्टरपर्सनल रिलेसनसिप पनि बढ्ने भयो। सो त्यो बढिसक्यो। अब चाहिँ के छ भन्दाखेरि त्यो भइसकेपछि अब थाहा पाइसकेपछि अब हामी ग्रुपभरिमा एउटा कमन विकनेस पत्ता लगाउँछौँ। जस्तो कि हामी सबैको पब्लिक स्पिकिङ विक छ भनेपछि वाट वी क्यान डु इज हामी सबैजना मिलेर अब एउटा पब्लिक स्पिकिङ ट्रेनिङ सेसन राख्न सक्यौँ। सो त्यसले गर्दाखेरि कसको केही विकनेसहरू पनि कभर हुने भयो। अब अर्को भनेको के हुन्छ भन्दाखेरि अब एउटै ठाउँमा बसेर डिफ्रेन्ट ब्रेन्स डिफ्रेन्ट आइडियाज बसेर प्लानिङ गऱ्यो भने त त्यहाँनिर डिस्प्युट्स पनि हुन्छ, आर्ग्युमेन्ट्स पनि हुन्छ। सो त्यो सबै डिस्प्युट्स र आर्ग्युमेन्ट्स पनि हामी बसेर सेटल गर्छौँ एउटा मिटिङमा। सो त्यसले गर्दाखेरि हाम्रो आर्ग्युमेन्ट डेभलपिङ स्किल्स पनि डेभलप भयो नि त। सो रोड ट्र्याक भनेको त्यस्तो प्लेटफर्म हो जस्तो मलाई लाग्छ जसमा चाहिँ युथहरू सँगै आएर दे एनालाइज द प्रब्लम, दे डिस्कस अमङ देमसेल्फ, दे कम टु अ कन्क्लुजन एन्ड दे क्यारी आउट इट कम्प्लिटली। त्यसपछि अर्को भनेको रोड ट्र्याकमा चाहिँ राम्रो कुरा के छ भन्दाखेरि रोड ट्र्याकले तपाईँको डकुमेन्टेसन पार्टहरू स्ट्रङ गराउँछ। किनभने तपाईँ कुनै अर्गनाइजेसनमा जानुभयो, काम गर्नुभयो भनेपछि दे डोन्ट ओन्ली एक्सपेक्ट यु एउटा मात्र पार्ट गर भनेर। अब म डक्टर भएर कुनै पिएचसीमा पोस्टेड भएँ भने त्यहाँको नेपाल सरकारले मलाई त्यो मात्र सस्पेक्ट गर्दैन कि म त्यहाँ गएर पेसेन्ट हेरौँ। त्यसले के सस्पेक्ट गर्छ भन्दाखेरि त्यहाँनिरको के पब्लिक हेल्थ एस्पेक्ट पनि म हेरौँ, म त्यहाँ मैले के गरेँ त्यसको रिपोर्टिङ पनि बनाऊँ, मलाई फाइनेन्सियली पनि बनाऊँ। सो यो सबै कुरा चाहिँ आजको बेसिक निड हो जस्तो लाग्न थालेको छ, किनभने हरेक प्रोफेसनमा चाहिन्छ। सो रोड ट्र्याक कम्स टु प्ले इन द्याट ओन्ली। त्यो पनि तपाईँको प्री प्लानिङदेखि लिएर स्ट्राटेजिक मेकिङदेखि लिएर सबै पार्ट्सहरू त्यसमा पनि कभर हुँदै जान्छ हाम्रो रोड ट्र्याकमा। सो त्यही भएर रोड ट्र्याक भन्ने कुरा चाहिँ कस्तो हो भन्दाखेरि इट्स एन अर्गनाइजेसन फर युथ्स बाई द युथ टु द युथ के। सो त्यसरी चाहिँ अर्गनाइज गर्ने इट्स काइन्ड अफ डेमोक्रेसीकै डेफिनेसन जस्तो मैले अलिअलि भनेँ। तर रोड ट्र्याक इज एन अर्गनाइजेसन जसमा चाहिँ तपाईँको ओभरअल डेभलपमेन्ट हुन्छ, जसको थिम भनेकै हरेक वर्ष थिम आउँछ। त्यो थिममा बसेर कसरी क्रिएटिभली युथहरूले आफ्नो एनर्जी आफ्नो आइडियाजहरू एक्सप्लोर गर्न सक्छ सो द्याट यसमा चाहिँ कम्युनिटीको पनि राम्रो होस् र प्रोफेसनलिजम पनि उनीहरूको डेभलप होस् भनेर चाहिँ इट्स एन अर्गनाइजेसन। हजुरले भन्नुभयो कि रोड ट्र्याकमा चाहिँ गएपछि व्यक्तिगत रूपमा पनि विकासहरू भइरहेको हुन्छ होइन। अनि जस्तै अब हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ होइन। रोड ट्र्याकमा जोइन भएपछि चाहिँ हजुरको व्यक्तिगत जीवन र मेडिकल लाइफमा चाहिँ के कस्ता सकारात्मक पक्ष भएका छन् र के कस्ता नकारात्मक कुराहरू भएका छन्? दिस इज काइन्ड अफ अमेजिङ क्वेसन अनि एकदमै इमोसनल क्वेसन पनि, बिकज अब म आई विल बी गोइङ ब्याक इन द मेमोरी ब्याक लेन होइन। म हाम्रो कलेज जोइन गर्नुभन्दा अगाडि अलि कम रेस्पोन्सिबल थिएँ जस्तो लाग्छ। म अलि उडिराख्ने, बदमास गरिराख्ने, यताउता गरिराख्ने टाइपको मान्छे थिएँ जस्तो लाग्छ। त्यसपछि आफ्टर जोइनिङ रोड ट्र्याक क्लब अफ धरानको फर्स्ट थिङ आई लर्न वाज टु बी अ रेस्पोन्सिबल मान्छे। जस्तो कि अब मलाई 10 बजे पुग्नु छ कुनै इभेन्टमा भनेपछि म 9 बजीदेखि नै प्रिपेयर भएर त्यहाँ पुग्छु। एउटा टिमलाई म लिड लिइरहेको छु भनेपछि त्यो कामहरू भइरहेछ कि छैन त्यो वाला पार्ट। सो राम्रो पार्ट वाज म रेस्पोन्सिबल भएँ। सेकेन्ड पार्ट मेरो पब्लिक स्पिकिङ राम्रो भयो।
थर्ड पार्ट भनेको म पिपलहरूसँग छिटो कनेक्ट गर्न सकेँ किनभने आई टोल्ड यु मैले ब्लाइन्ड स्कुलमा गराएँ, त्यसपछि हाम्रो प्रोजेक्ट्सहरू ओल्ड स्कुलमा भयो, ओल्ड एज होमहरूमा भयो, त्यसपछि हाम्रो प्रोजेक्टहरू चाहिँ के भन्छ भन्दाखेरि डिप स्कुलमा भयो। सो डिफ्रेन्ट तरिकाको मान्छेहरूसँग मेरो इन्ट्रेक्सन हुन गयो। सो सबै थोकबाट हुँदै 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 सो आई थिङ्क अर्को राम्रो पार्ट के भन्दाखेरि मैले पिपलहरूलाई इम्पेथाइज गर्न सिकेँ भनेर पनि भन्न सक्छु, सकारात्मक पार्ट। अनि अर्को राम्रो पार्ट के भन्दाखेरि अब हाम्रो इन्टरनेसनल सर्भिस डाइरेक्टर भनेर हुन्छ, त्यो एभेन्यू अन्डर हामी इन्टरनेसनल क्लब्सहरूलाई एप्रोच गर्छौँ, जुन क्लब हाम्रो क्लब कलेज हाम्रो नेपालभन्दा बाहिर छ, हाम्रो देशभन्दा बाहिर छ। सो कति हाम्रो इन्टरनेसनल लिङ्क्सहरू भनौँ। अर्को सकारात्मक भनेको चाहिँ मेरो सिभी राम्रो भयो, किनभने त्यहाँ प्रोजेक्ट्सहरू भएको त्यो देख्यो, लिडरसिप स्किल, अनि मेरो लिडरसिप स्किल्स राम्रो भयो। मैले डिस्प्युट्स म्यानेजमेन्ट सिकेँ, मैले कलेजमा मेरो एउटा राम्रो फेम भयो, इमेज भयो, सोसाइटीमा राम्रो इमेज भयो। अनि अर्को सकारात्मक पक्ष भनेको चाहिँ सबसे इम्पोर्टेन्ट पार्ट मलाई के लाग्छ भन्दाखेरि आई क्यान पिसफुली स्लिप एट नाइट जस्तो लाग्छ कि, बिकज आई हेभ चेन्ज पिपल्स लाइफ जस्तो लाग्छ केही न केही एस्पेक्टले। जस्तो कि अब हामी सबैलाई हाम्रो एबिसिडी म हरेक स्पिच सेसनहरूमा यो चाहिँ भन्छु, हामी सबैलाई हाम्रो एबिसिडी पढाउनु भएको, सुरुमा एबिसिडी सिकाएको टिचर्सहरूको अलिअलि पनि त फेस, नाम याद नभए नि फेस त याद छ, यस्तो लुगाएर आउनुहुन्थ्यो म्याम, यसरी पढाउनुहुन्थ्यो भनेर त याद छ नि त। सो हामीले के गर्छौँ भन्दाखेरि बच्चाहरूलाई गएर प्रोपर ब्रसिङ टेक्निक सिकाउँछौँ, प्रोपर ह्यान्ड वासिङ टेक्निक सिकाउँछौँ। सो उनीहरूलाई त हामी त त्यो टिचर भयो नि त। सो 4 वर्ष 5 वर्षको बच्चाहरूलाई प्रोपर ब्रसिङ टेक्निक सिकाइरहँ, उनीहरूलाई ह्यान्ड वासिङ टेक्निक सिकाइरहँ। सो कतै उनीहरूको पनि म मेमोरीको पार्ट भयो जस्तो लाग्छ, एउटा सकारात्मक चेन्जेस। अब नकारात्मक कुराहरू के भयो भन्दाखेरि सधैँ सुरुमा अब क्लासेसहरू छोड्नु पर्थ्यो। सो अब कतै एट द एन्ड अफ द डे फिल हुन्छ कि मैले थ्योरी पार्टमा अलि राम्रो गराए भए, अझै पढाए भए अझै बेटर हुन्थ्यो होला भनेर जस्तो लाग्छ। तर अल्टिमेटली त्यसलाई म नराम्रो वेमा भन्दिनँ, किनभने म कम्युनिटीमा गएर इफ त्यही डिजिजहरू कुरा गरिरहेको छु भनेपछि उनीहरूले मलाई सिम्टम्सहरू पनि त सुनाइरहेछ। सो मेरो दिमागमा कुनै पनि डिजिजको कसरी प्रेजेन्ट गर्छ भन्ने कुराहरू मेरो दिमागमा पहिलेदेखि आउन थाल्थ्यो। सो त्यही भएर चाहिँ मेरो प्र्याक्टिकल एस्पेक्ट्सहरू चाहिँ अलिक स्ट्रङ हुँदै गयो जस्तो लाग्छ। अहिले पनि पेसेन्ट डिल गर्न मलाई गाह्रो हुँदैन जस्तो लाग्छ। सो एउटा नकारात्मक पार्टमा त्यो पनि भनौँ टाइम म्यानेजमेन्ट स्किल्सवाला भयो। दोस्रो कुरा, थर्ड कुरा अब फ्यामिलीलाई धेरै टाइम दिन भ्याइन्थेन, साथीहरूलाई टाइम दिन भ्याइन्थेन, कति रिलेसनसिप्सहरू हुन्छ त्यसमा टाइम दिन भ्याइन्थेन। सो त्यो पार्टहरू चाहिँ अलिक नकारात्मक पक्ष हो। अर्को भनेको कति गएर रोड ट्र्याकले गर्दाखेरि अब डिस्प्युट्सहरू हुन्छ एउटै ठाउँमा, प्रोफेसनली कुनै ठाउँमा आइसकेपछि कतिजनाले त्यो प्रोफेसनलिजम र पर्सनल लाइफ चाहिँ छुट्याउन सक्दैन। सो इफ मेरो कोही साथी छ भनेपछि म अन द डेस्क अर्कै मान्छे हुन्छ होला, उसँग अनि चिया बस्दामा अर्कै मान्छे हुन्छ होला। सो कतिवटा मेरो साथीहरू रोड ट्र्याकले गर्दाखेरि यो सेपरेट गर्न नआएर तिनीहरू पनि छुटे। सो त्यो पनि वाज अ नराम्रो पार्ट। तर ओभरअल गर्दाखेरि त्यो रिस्क बेनिफिट रेसियोमा चाहिँ बेनिफिट्स इज मोर ओभर देन द हार्म डन टु मी। सो द्याट्स अल। अब मेडिकल लाइनको पढाइ भनेको त एउटा गाह्रै पढाइ हो, दिनरात पढ्नुपर्छ भन्छन् मेडिकलमा त। अनि यस्तो पढाइमा पनि क्लबको कामहरू, अब हजुर त प्रेसिडेन्ट हुँदाखेरि त कार्यभार सम्हाल्दा ओर्दा पुरै वर्ष नै पनि धेरै नै गाह्रो भयो होला होइन? यस्तो तपाईँले यसो सम्झिँदाखेरि चाहिँ के कस्ता चुनौतीहरू आए त्यो समयमा र त्यसलाई चाहिँ कसरी समाधान गर्नुभयो हजुरले बारे पनि अलिकति केही कुराहरू प्रश्न पारिदिनु न। सो एकदमै चाहिने क्वेसन जस्तो लाग्छ, बिकज हाम्रो नेपालमा चाहिँ अलमोस्ट एभ्री मेडिकल कलेज हेज अ रोड ट्र्याक क्लब एन्ड दिस माइट बी युजफुल फर सबैजना जस्तो लाग्छ। किनभने अब हामी सबैजनाले यति धेरै प्रोजेक्ट्सहरू गरिरहेको हुन्छौँ, मेडिकल फिल्ड अलरेडी हेक्टिक र एजुकेसनवाला पार्ट हुन्छ, जसमा तपाईँको च्यालेन्जेसहरू के आउँछ भन्दाखेरि अब दिनभर क्लास हुन्छ अनि त्यसमा त्यो क्लास कस्तो हुन्छ भन्दाखेरि एकदम ऱ्यापिड वेमा जान्छ हाम्रो क्लासेसहरू। भनेपछि एउटा टपिक तपाईँले अहिले बुझ्नु भएन भने एन्ड अफ द डे तपाईँसँग 5-6वटा टपिक्सहरू आइसकेको हुन्छ र त्यो तपाईँले पढेर जानु भएन या पछि पढेर जानु भएन भने त्यो चाहिँ गाह्रो हुन्छ बुझ्न। सो त्यो एउटा पार्ट हुन्छ। टाइम म्यानेजमेन्ट एकदमै गाह्रो हुन्छ टाइम म्यानेज गर्नको लागि। र थर्ड पार्ट चाहिँ के अर्को गाह्रो कुरा के हुन्छ भन्दाखेरि तपाईँले टिचर्सहरूले चिन्न थाल्नुहुन्छ, किनभने तपाईँ अब पब्लिक इभेन्टहरूमा हुनुहुन्छ, जति प्रोजेक्ट्सहरू भइरहेछ त्योहरूमा कति टिचर्सहरूले चिन्न थाल्नुहुन्छ। सो टिचर्सहरूको एक्सपेक्टेसन पनि तपाईँसँग बिल्डअप हुन थाल्छ, किनभने टिचर्सहरूले चिनेपछि दे एक्सपेक्ट यु टु बी बेटर देन द पिपल दे डोन्ट नो। सो यो च्यालेन्जेसहरू हो। अब यसलाई ओभरकम गर्ने सिम्पल तरिका हो, हामी सबजना अहिले एडल्ट्स छौँ, लाइक वी अल हेभ क्रस्ड आवर 18 इयर्स अफ एज। सो अब 18 इयर्स अफ एजमा पुगिसकेपछि कलेज लाइफ भनेको ट्रान्जिसन फेज हो।
अहिले त हामीले फ्यामिलीलाई टाइम दिनु परेको छैन नि त, हाम्रो घर छैन, हाम्रो बुढी छैन, हाम्रो बच्चा छैन। सो अब हामी प्रोफेसनल लाइफमा गयौँ भने त त्यो पार्ट अफ लाइफ पनि छ होला नि त, दिनभर काम गरेर त्यो पार्ट अफ लाइफ पनि छ होला नि त। सो अहिले नै इफ हामी टाइम म्यानेजमेन्टवाला पार्टमा अहिले नै हामी डरायौँ भने त्यो पार्ट त हामीले त्यो बेला त झनै गाह्रो हुन्छ नि त हामीलाई, किनभने दे निड प्रोपर एटेन्सन एन्ड प्रोपर टाइम। अहिले पो अब क्लबलाई मलाई दिन मन लागेन भने आई क्यान रन फ्रम इट, त त्यहाँसम्म त म भाग्न सक्दिनँ नि त। सो मैले त्यही नै आफूलाई सोचेँ कि दिस इज द वे आउट। अहिले मैले टाइम म्यानेजमेन्ट सिकिनँ भने म सक्दिनँ। सो दिनको 2 घन्टा चाहिँ म पढ्थेँ, जहिले पनि डेली 2 घन्टा आफूलाई मन लागेको कुरा पढ्थेँ। दिनभर क्लास हुन्थ्यो, अनि भरे चाहिँ अब बिचमा हाम्रो क्लासको बिचमा जुन ग्याप्स हुन्छ त्यसमा लाइब्रेरी जान्थेँ, लाइब्रेरीमा गएर अलिअलि पढ्थेँ। अनि साँझतिर चाहिँ क्लब मिटिङमा बस्यो, प्लानिङ गऱ्यो, अब कुन दिन खाली छ त्यो दिन गयो, इभेन्ट गराएर आयो। र त्यो इभेन्टमा पनि कस्तो कनेक्ट गर्न खोज्थ्यौँ भन्दाखेरि हामी जस्तो कि अब हामी इमेजिन गरौँ फर्स्ट एड दिन ट्रेनिङ दिन गएको छौँ। सो फर्स्ट एड ट्रेनिङ दिन गएको छौँ भनेपछि फर्स्ट एड ट्रेनिङ दिइसकेपछि अब त्यो फर्स्ट एडको पार्ट्सहरू त पढ्यौँ हामीले, जस्तो कि स्नेक बाइट पढ्यौँ, फल इन्जुरीको बारेमा पढ्यौँ, स्क्विन्टको बारेमा पढ्यौँ, बर्नको बारेमा पढ्यौँ। सो त्यसलाई चाहिँ म मेरो सिलेबससँग कसरी कोरिलेट गर्न सक्छु भन्ने पार्ट चाहिँ म अलिक प्रिपेयर भएर जान्थेँ। अब अहिले त एआईको जमाना छ, आई हेभ टु गिभ अ सेसन अन बर्न, टेल मी वाट आर द क्वेसन्स द्याट आई निड टु लर्न अबाउट इट एन्ड वाट आर द क्वेसन्स द्याट माई इक्जाम्समा द्याट आई मे ह्याभ इन इक्जाम्सहरू सोध्यो भने त च्याट जिपिटीले बबाल पुरै क्वेसनरै प्रिपेयर गरिदिन्छ। सो त्यसले गरिसकेपछि त्यही पार्ट उता प्रोजेक्ट गरेपछि मेरो त रिभिजन टाइप भयो नि त। सो त्यसले गर्दाखेरि मलाई गेन गर्न पनि सजिलो हुन्थ्यो। अब कुनै कुनै प्रोजेक्ट कम्प्लिटली रिलेटेड, जस्तो कि हामी गयौँ कुनै कलेजमा स्पिच कम्पिटिसन गर्नु। सो त्यहाँ चाहिँ के गर्थ्यौँ भन्दाखेरि त्यहाँ टिचर्सहरू हुनुहुन्छ, सबै टिचर्सहरूमध्ये कोही न कोही त एनसिडी छ, नन कम्युनिकेबल डिजिज त भेरी कमन। सो उहाँहरूसँग गएर तपाईँलाई के समस्या छ भनेर सोध्ने, उनीहरूको कुरा सुन्ने, भरे आएर त्यही पढ्ने। सो त्यसले गर्दाखेरि कतै न कतै ब्याक अफ द माइन्ड चाहिँ त्यो हुन्थ्यो। प्लस सबसे इम्पोर्टेन्ट कुरा भनेको जहिले पनि हामी मेडिकल लाइनमा छिरिसकेपछि, हाम्रो कलेजमा छिरिसकेपछि अब प्राइमरी अब्जेक्टिभ इज स्टडिङ। हाम्रो एडभाइजर हुनुहुन्छ अहिले, हाम्रो भिसी सर हुनुहुन्छ नयाँ नयाँ हुनुभएको, प्रोफेसर डाक्टर विक्रम प्रसाद श्रेष्ठ सर। उहाँले जहिले पनि भन्नुहुन्छ तिम्रो पहिलो काम पनि पढाइ हो, दोस्रो काम पनि पढाइ हो, तेस्रो काम पनि पढाइ हो, र चौथो काम पनि पढाइ हो, त्यो बाहेकको अरू पार्टहरू हो भनेपछि। सो अब यो दुवैलाई प्यारलली चाहिँ कसरी लान सकिन्छ भन्दाखेरि मलाई चाहिँ के फिल हुन्छ कि तपाईँ पढ्नु, तर दिनको तपाईँ अहिले टाइम निकाल्न गाह्रो छैन। हामी सब युथ्सहरूलाई स्क्रिन टाइम कम गरे पुग्छ। जुन टाइम तपाईँ रिल स्क्रल गरेर बस्नुहुन्छ त्यो टाइममा तपाईँ एउटा स्कुलमा गएर एउटा प्रोजेक्ट गराउनु न 1 घन्टा, त्यहाँ पनि कम्युनिटीमा तपाईँलाई इफेक्ट भयो भने त त्यो कुरालाई तपाईँले आफैलाई मोटिभेट गर्नुपर्ने हुनसक्छ। र अल्टिमेटम मलाई चाहिँ के लाग्छ भन्दाखेरि इक्जाम आउनुभन्दा 1 महिना अगाडि चाहिँ सबै थोक छोडेर कम्मर कसेर रुम थुनेर बसेर पढ्नुपर्छ। त्यति गऱ्यो भने पनि एमबिबिएस, अनि प्लस एमबिबिएस भन्ने कुरा, मेडिकल साइन्स भन्ने कुरा, नट जस्ट एमबिबिएस, आइम टकिङ अबाउट अल द मेडिकल जति स्ट्रिम्सहरू छ, यु डोन्ट बिकम अ डक्टर अर अ मेडिकल प्रोफेसनल इन अ सिङ्गल डे के। सो एक राति पढेर म पबाल हुन्छु भनेर पनि सोच्ने होइन, किनभने इट्स अ कन्टिन्युस एजुकेसन सिस्टम। डेली केही न केही पढ्दै जानुपर्छ र केही न केही सिक्दै जानुपर्छ, नट ओन्ली फ्रम बुक्स, फ्रम एभ्रिवेयर। सो त्यो एजुकेसनहरू टिप्ने, आफ्नो कन्सियस राख्ने र आफूलाई क्लियर कट हुने कि म दिनमा यति चाहिँ टार्गेट सघाउँछु भनेपछि त्यस्तो धेरै अपलोड गर्नु। हजुरले भने अनुसार चाहिँ नलेज चाहिँ जताततै छ त्यहीँबाट लिनुपर्छ होइन, मेन चाहिँ 3 इडियटको थिम। एक्ज्याक्टली भेरी एक्ज्याक्टली। अनि हजुरले अघि भन्नुभयो कि त्यो क्लास 9मा हुँदाखेरि चाहिँ हजुर होस्टेल बस्नुहुन्थ्यो र त्यति बेला चाहिँ अब क्लबमा जाँदाखेरि चाहिँ आउटिङ हुन्थ्यो, अनि त्यहाँबाट इन्सपायर हुनुभयो होइन। अनि त्यो जुन क्लबमा हुनुहुन्थ्यो त्यहाँ र यहाँ रोड ट्र्याकमा आएपछि चाहिँ के फरक पाउनुभयो? जस्तै अब त्यसमा इन्भल्भ हुँदा र रोड ट्र्याकमा इन्भल्भ हुँदा मेनली चाहिँ रोड ट्र्याकलाई चाहिँ हजुरलाई कसरी आकर्षण गरेको थियो? अब यहाँ बिपीमा त थुप्रै क्लबहरू छन्, त्यसमा पनि वाइ रोड ट्र्याक? सो वाइ रोड ट्र्याक भन्दाखेरि अहिले पनि तपाईँले क्वेसन सोद्धाखेरि मलाई गुज बम्स आयो, एन्ड आइम नट इभन लाइङ अबाउट इट, आई रियली आइम ह्याभिङ गुज बम्स राइट नाउ। सो कस्तो वाइ रोड ट्र्याक भन्दाखेरि म स्कुलमा हुँदाखेरि जुन क्लबमा म पार्टिसिपेट भएको थिएँ त्यहाँ त त्यत्रो ठुलो इन्सिडेन्ट हुँदाखेरि जेसुकै भए पनि आई वाज अन्डर अ लिडरसिप नि त। त्यो लिडरले हामीलाई डिफेन्ड गरेन, हाम्रै गल्ती स्कुलमा प्रेजेन्ट गरिदियो, उनीहरू बदमाछन् फटाछन्, विच इज अ भेरी ब्याड ह्याबिट नि त। किनभने एउटा गुड लिडर, पर्सपेक्सन अफ अ गुड लिडर, अ क्वालिटी अफ अ गुड लिडर इज उसले जति एप्रिसिएसनहरू हुन्छ नि त्यो एप्रिसिएसन चाहिँ आफ्नो मेम्बर्सहरूमा बाँड्न सिक्नुपर्छ।
र जति गल्तीवाला पार्टहरू छ नि सो पब्लिकली उसले आफूमाथि लिएर प्राइभेट वेमा सर्ट आउट गर्नुपर्ने हुन्छ सो द्याट त्यसरी गर्नुभयो भने पब्लिकली त्यो लिडर राम्रो हुन्छ फेरि किनभने सबैलाई थाहा छ नि त गल्ती उनीहरूको छ नि हिज टेकिङ ब्लेम अन हिम सो उसको चाहिँ पब्लिक रिलेसन पनि राम्रो हुने भयो प्लस अर्को भनेको उसको जुन 2जना मेम्बर छ उनीहरूको मोरल डाउन हुँदैन नि त उसलाई राखेर गाली गर्यो भने नेक्स्ट टाइमदेखि ऊ आतिन्छ कि दाइले हामीले गर्दाखेरि दाइले गाली खाँदै हुन्छ सो माई लिडर डिडन्ट डु द्याट ब्याक देन तर अहिले आएपछि म जति पनि गल्तीहरू गर्दै गएँ सुरुदेखि सो माई लिडर्स टुक अल द्याट अपर्च्युनिटिज भनेर जस्तो लाग्छ कि जति ब्लेमहरू हुन्थ्यो आफैमाथि लिनुहुन्थ्यो भाइहरूले होइन भनेर भन्नुहुन्थ्यो सो त्यो कुराहरूले चाहिँ मलाई एकदम मोटिभेट गर्यो सो वाइ रोड ट्र्याक देन अदर ओल्ड क्लब्स अफ बिपी क्याचेस भन्दाखेरि हाम्रो ओरिएन्टेसन भएको थियो अनि ओरिएन्टेसनमा हाम्रो ब्याक देन प्रेसिडेन्ट इलेक्ट दाइले भन्नुभएको थियो कि एक लाइन म जहिले पनि यो कुरा चाहिँ आई डोन्ट थिङ्क आई विल एभर फर्गेट दाइले भन्नुभएको थियो नो बिपी क्याचमा एउटा यस्तो क्लब छ जसले वर्षमा ओभर 200 प्रोजेक्ट्स गराउँछ भनेर नि आई वाज लाइक बुल्सेट कि वर्षमा 365 दिन छ त्यो भने 200वटा प्रोजेक्ट भइरहेछ भनेपछि दाइहरूले कसरी नाम निकालेर कसरी टाइम भ्याइराख्नु भएको छ भनेपछि अनि त्यो कुराले मलाई अलि च्यालेन्ज दियो पुस गर्यो त्यसपछि चाहिँ फेरि त्यहाँ भएको त्यो जति बोर्ड अफ डाइरेक्टर्सहरू हुन्थ्यो एभ्री वान अफ देम वेयर गुड इन स्टडिज के टप्पर दाइहरू हाम्रोमा सिएम हुन्छ नि सो 3-4जना सिएम दाइ दिदीहरू हुनुहुन्थ्यो त्यहाँ अनि द्याट काइन्ड अफ गिभ मी अ स्पार्क त्यसपछि कोभिडमा पनि अब अरू क्लबहरू अलि सुस्ता थिए रोड ट्र्याकले चाहिँ प्रोजेक्ट्सहरू गराइराख्दै हुन्थ्यो त्यसपछि अर्को कुरा भनेको म घुमिराख्ने मान्छेलाई आई लाइक टु मिट न्यू पिपल्स एन्ड टक टु न्यू पिपल्स किनभने उनीहरूको पर्सपेक्सन थाहा हुन्छ प्लस अ स्ट्रेन्जर इज अ गुड फ्रेन्ड अफ योर्स देन युर गुड फ्रेन्ड भनेर जस्तो लाग्छ कि बिकज तिनीहरू तपाईँलाई जज गर्दैनन् सो वाट ह्यापन वाज हामी रोड ट्र्याकमा चाहिँ डेली अनलाइन फेलोसिप भइरहन्थ्यो नेपालभरिको जुनसुकै क्लबहरूसँग सो नयाँ मान्छेहरूसँग फोनमा कुरा भइरहेछ डेली नयाँ मान्छे भेटिरहेको अनि त्यसपछि कुरा भइरहेछ अनि एभ्रिबडी इज एप्रिसिएटिङ अनि म अलिअलि गिटार सितार बजाउँथेँ सो एभ्रिबडी इज एप्रिसिएटिङ यु अनि त्यसपछि जहाँ पनि भएपछि सबजनाले चिनिरहेछ होला भाइ आउँथ्यो सो त्यो कुराले मलाई अलिक बेसी प्रोभोक गर्यो अनि त्यसपछि अर्को कुरा मैले अलिक लेटली के थाहा पाउन थालेँ भन्दाखेरि सो एभ्री प्रोजेक्ट जो म गरिरहेको छु एभ्रिथिङ इज गेटिङ रेकर्डेड इन रोटरीको डाटाबेस सो मेरो कामहरूको त मसँग प्रुफ पनि छ नि त मैले जे काम गरिरहेको छु त्यो सबै डकुमेन्ट भइरहेछ कुनै पोर्टलमा भनेपछि इफ म 20 वर्षपछि पनि इफ समबडी आस्क्स मी तैँले के प्रोजेक्ट गराएको छ प्रुफ देखा भनेपछि आई हेभ प्रुफ नि त रादर देन गोइङ अन घाममा काम गरेर आयो अनि आफूसँग प्रुफै छैन भनेपछि सो त्यो पार्टले पनि मलाई अलिअलि मोटिभेट गर्यो फर्स्ट मान्छेहरू भेट्न पाइन्छ पुग्न पाइन्छ होला फाइभ आयो सेकेन्ड कुरा कम्युनिटी प्रोजेक्ट पनि अति बल भइरहेछ 200-300वटा प्रोजेक्ट भइरहेछ वर्षमा तेस्रो कुरा भनेको के छ भन्दाखेरि डकुमेन्टेसन भइरहेछ कि म जे काम गरिरहेको छु र चौथो कुरा भनेको त्यसपछि आई स्टार्टेड खोज्न थालेँ म के चेन्जेसहरू गरेको छ सो सरी त्यसपछि आई गट इन्टु कि हाम्रो पोलियो इराडिकेसनमा कत्रो ठुलो रोल थियो हाम्रो रोटरी र रोड ट्र्याकको सो त्यसले पनि कति इन्भेस्ट गर्यो मलाई त्यसपछि हाम्रो जो ड्युजहरू हामी पठाउँथ्यौँ सो त्यो ड्युजहरू ट्र्याक गर्न थालिसकेपछि कस्तो हुन्छ भन्दाखेरि त्यो रोटरी स्कलरसिपवाला पार्टहरू आयो रोटरीले मलेरिया प्यान्टीमा के गरिरहेछ सो त्यो सबै कुराले मलाई एकदम एक्साइट गर्न थाल्यो त्यसपछि मैले एउटा कन्फरेन्स एटेन्ड गरेँ अनि कन्फरेन्स एटेन्ड गरिसकेपछि एभ्रिबडी वेयर लाइक मेरै एजको मान्छेहरू अनि तिनीहरूसँग कुरा गर्ने थालेपछि अनि त्यहाँ पनि कस्तो भन्नाले एभ्रिबडी वेयर बबाल मान्छेहरू सो तिनीहरू पनि बाहिरबाट आएको छन् अनि जस्ट दे आर प्राउडली सेङ आई एम रोड ट्र्याक्टर यु आई एम रोड ट्र्याक्टर यु केही पनि छैन अनि सबैजना भेट गरेर राखौँ भर्खर भेटेको मान्छे 1-2 घन्टापछि रमाइलो गरिरहेछ बसिरहेछ जस्ट एज इफ वी हेभ नन इट्स फर इयर्स जस्तो किनभने कनेक्टिङ पोइन्ट पायो सो त्यो सबै भइसकेपछि एट द एन्ड अफ द डे पछि मैले प्रेसिडेन्ट इलेक्टको लागि आफ्नो नोमिनेसन दिनु अगाडि चाहिँ के कुराले मलाई सबसे बेसी इन्सपायर गर्यो र सबसे बेसी त्यो गर्यो के भन्दाखेरि कि म त्यो बेला हाम्रो पुरै जतिवटा क्लब्सहरू थियो बिपी क्याचेसमा त्यहाँ सबभन्दा यङ्गेस्ट मान्छे थिएँ अनि अरू क्लब्सहरूमा चाहिँ प्रेसिडेन्टहरू सिनियरहरू हुनुहुन्थ्यो अनि तर मेरोमा चाहिँ हाम्रो रोड ट्र्याकमा चाहिँ आएर मलाई दाइ दिदीहरूले भन्नुभयो भाइ तिमी प्रेसिडेन्ट उठ्नुपर्छ म फर्स्ट इयरमा थिएँ त्यो बेला सो म आएको धेरै वर्ष पनि भएको छैन आइएम जस्ट 18 or 19 years ओल्ड भर्खरको पुच्छे एन्ड दे आर ट्रस्टिङ मी विथ यत्रो ठुलो रेस्पोन्सिबिलिटी एन्ड दे आर नट इभन थिङ्किङ ट्वाइस अबाउट इट क्या भनेपछि तिनीहरूले म माथि इफ ट्रस्ट देखाइरहेछन् भनेपछि इफ कोही मान्छेलाई यङ एजमै तपाईँले रेस्पोन्सिबल बनाउन सिकाइराख्नु भएको छ जो मान्छे रेस्पोन्सिबलै थिएन कहिले भनेपछि त्यो कुराले पनि मलाई कतै समात्यो र बेस्ट पार्ट अबाउट रोड ट्र्याक इज तपाईँको कुनै प्रोजेक्ट छ भनेपछि त्यो प्रोजेक्टको ब्याकग्राउन्डदेखि लिएर लास्टसम्म तपाईँ एक्लैले लिड लिनुहुन्छ
तपाईँले सिनियरहरूले गाइड गर्छ तर तपाईँले नै लिड लिन छोडिदिन्छन्. सो द्याट्स तपाईँमाथि प्रेसर आएन भने तपाईँ काम गर्नु हुँदैन नि त. सो रादर देन तपाईँले कसै अरूको लागि म काम गरेर चाहिँ फिल हुनुभन्दा पनि त्यो मेरो आफ्नो प्रोजेक्ट हो वाला फिल आउँछ नि त. सो त्यो फिल भइसकेपछि के हुन्छ भन्दाखेरि सस्टेनेबिलिटी आउँछ क्या त्यो प्रोजेक्टमा. जस्तो कि हाम्रो हर्क साम्पाङ सरको सबसे राम्रो पार्ट, अब हि माइट ह्याभ त्यो इभन मुन हेज डार्कर फेजेस, हि माइट ह्याभ डार्कर फेजेस, मान्छेहरूलाई मन पर्दैन होला, तर मलाई उहाँको सबसे राम्रो पार्ट के लाग्छ भन्दाखेरि उनी कुनै पनि प्रोजेक्टमा उनीहरूले त्यो वरिपरिको कम्युनिटीले नै इन्भल्भ गराउनु. जस्तो श्रमदानबाट मान्छेहरू आइरहेछ नि त. सो अब मान्छेहरूलाई त्यो प्रोजेक्ट आफ्नो प्रोजेक्ट जस्तो लाग्न थाल्यो कि रोड बनिरहेछ, त्यहाँको लोकल मान्छेहरूले आएर रोड बनाइरह. सो तिनीहरूलाई के फिल हुन्छ भन्दा यो मेरो रोड हो भन्ने फिल हुन्छ नि. तपाईँले घरमा खाना पकाउनु भयो भने चाहिँ मिठो भयो भने मैले पकाएको खाना भनेर फिल हुन्छ नि. सो रोड ट्र्याकमा त्यही हुन्छ कि तपाईँमाथि नै सबै वर्कलोड आयो भने यो त मेरो प्रोजेक्ट हो, यो त मैले गरेको प्रोजेक्ट हो, मैले प्रेसिडेन्टको लागि गरिदिएको होइन, मैले क्लबको लागि गरिदिएको होइन, यो त मेरो प्रोजेक्ट हो, मैले आफ्नो लागि गरेको होला भाइ भएपछि त्यसपछि एट्याचमेन्ट हुन्छ र तपाईँ धेरै कुरा सिक्नुहुन्छ. सो त्यसले गर्दाखेरि काइन्ड अफ रोड ट्र्याक अलवेज एक्साइटेड मी एन्ड द्याट्स हाउ इट हेज अलवेज बिन रोड ट्र्याक जस्तो लाग्छ. रोड ट्र्याकमा चाहिँ ओभर 200+ प्रोजेक्ट्स हुन्छ वर्षभरि भन्नुभयो होइन. अनि हजुर प्रेसिडेन्ट हुँदाखेरि चाहिँ अब 1 वर्षको समयमा हजुरले क्लोजली नै सबै प्रोजेक्टहरू हेर्नुभयो होला, विटनेस गर्नुभयो, त्यसमा लिडरसिप पनि गर्नुभयो. र सबै प्रोजेक्टहरूमध्ये हजुरको मनको नजिक भएको चाहिँ कुनै एउटा प्रोजेक्ट अथवा 2टा प्रोजेक्ट लिस्ट गर्नु पर्यो भने चाहिँ कुन कुन हुनेछ? सो हाम्रो चाहिँ एउटा प्रोजेक्ट म भन्छु तपाईँलाई, अहिले पनि हाम्रो कन्टिन्यू भइरहेको छ. लास्ट कोभिडभन्दा अगाडिको 1 वर्षदेखि हाम्रो बोलबम हेल्थ क्याम्प भनेर हुन्थ्यो. त्यो भनेको चाहिँ कस्तो थियो भन्दाखेरि अहिले पनि साउनको महिनामा एभ्री मन्डे वरिपरिको सबैजना धेरैजना मान्छेहरू पिलग्रिम्सहरू आएर हाम्रो पिण्डेश्वरी मन्दिरमा गएर पूजा गर्नुहुन्छ, रातिभर हुन्छ. सो त्यो उनीहरू अब पूजा भनेपछि खाली खुट्टा आउँछन्, कोही भिड हुन्छ, ठोकिन्छ. सो हामीले चाहिँ एउटा सानो क्याम्प गराउँथ्यौँ ब्याक देन भन्नाले कोभिडभन्दा अगाडि. अनि कोभिड भइसकेपछि त्यो सबै प्रोजेक्ट्सहरू फ्रिज भएर राखिरहेको थियो किनभने अब त्यो जेनेरेसनै चेन्ज भइसकेको थियो. वी हेभ अल बिन सिफ्टेड टु अनलाइन. आफू पनि ट्रेन भएको छ अनलाइनबाट प्रोजेक्ट्सहरू थ्रु. सो त्यही भएर फिजिकल प्रोजेक्ट्सहरूको आइडिया छैन. सो हामीले चाहिँ के भन्यो भन्दाखेरि बोलबम हेल्थ क्याम्प योपालि स्टार्ट गर्नुपर्छ भनेर. कसरी गरेको छ के छ थाहा छैन. सो त्यो प्रोजेक्ट गराउँदाखेरि फर्स्ट डे म जान भ्याइनँ. फर्स्ट डे साथीहरू गए 4जना, तिनीहरूले बेसिक फर्स्ट एडहरू म्यानेज गरेँ. त्यसपछि सेकेन्ड डे म गएको थिएँ भनेपछि सेकेन्ड विक अफ श्रावण म गएको थिएँ राति. अनि त्यहाँ ग्याङ फाइट भएछ अनि एउटा पेसेन्ट चाहिँ स्काल्प ल्यासेरेसन लिएर आएको थियो. म सेकेन्ड इयरको फुच्चे, मलाई थाहा छैन. आई वाज सो प्यानिक द्याट टाइम. अनि त्यहाँ फेरि मेरो जुनियरहरू मात्र छ, सिनियरमा मात्र छ, फर्स्ट इयरको भाइ बहिनीहरू छ. त्यसपछि त्यो बेला चाहिँ अब ब्लिडिङ चाहिँ रोक्नु पऱ्यो, बाँकी चाहिँ पढ्ला भनेर. सो मैले कम्प्रेसन दिएपछि एकछिनसम्म कम्प्रेसन दिएपछि ब्लिडिङ रोकेपछि मैले रिफर गरेँ त्यो पेसेन्टलाई. एम्बुलेन्स बोलाएँ, एम्बुलेन्स आयो गयो. त्यसपछि सेकेन्ड पेसेन्ट आयो, खुट्टा यत्रो चिरेर आएको छ, त्यो सुचरै लाउनु पर्ने केस छ. अनि त्यसपछि त्यसलाई पनि ब्लिडिङ म्यानेज गरेँ, बेसिक म्यानेजमेन्ट गरेँ. त्यसपछि तिनीहरू गयो. सो त्यो दिन चाहिँ एन्ड अफ द डे म आएँ. अनि त्यसपछि मैले नेटमा सर्च गरेँ कि कसरी यिनीहरूलाई म्यानेज गर्दो रहेछ, कसरी सुचर गर्दो रहेछ भनेर. अनि सो त्यो कुरा चाहिँ मलाई अहिलेसम्म पनि याद छ कि. सो त्यो दिन आई फेल्ट कि मैले 2टा हाइपोभोल्युमिक हुन लागेको केस म्यानेज गरेँ. अनि आई वाज इन सेकेन्ड इयर, भेरी जिरो नलेज अफ क्लिनिकल्स एन्ड अल. सो त्यो बोलबम हेल्थ क्याम्पले तपाईँलाई कन्फिडेन्स दिँदो रहेछ कि हाउ नट टु बी प्यानिक्ड, किनभने गर्ने भनेको पठाउने नै हो. तर त्यो बेसिक जुन फर्स्ट स्टेप हुन्छ नि त्यसमा प्यानिक नहुने भनेर. सो मेरो फेभरेट प्रोजेक्ट मेरो टेन्डरमा गराएको मलाई बोलबम हेल्थ क्याम्पै लाग्छ. किनभने त्यसपछि त्यो स्टार्ट भयो भने अहिलेसम्म थ्याङ्क्स टु यु गाइज, तपाईँहरूले पनि अहिलेसम्म कन्टिन्यू गरिराख्नु भएको छ. हामी नभए पनि 5 होल नाइट बस्छौँ त्यहाँ, लगभग 4-5जनाको टिम गरेर. अनि एभ्री डे वी अलमोस्ट सी अप्रोक्स 100 to 120 पेसेन्ट्स. सो त्यो वाला मेरो एउटा फेभरेट प्रोजेक्ट थियो. अर्को फेभरेट प्रोजेक्ट भनेको चाहिँ हामीले ब्लाइन्ड स्कुलमा बहिनीहरूलाई मेन्स्ट्रुअल प्याड लाउने राइट तरिकादेखि लिएर मेन्स्ट्रुअल हाइजिनहरू सिकाएको थिएँ भर्खर 8, 9, 10 मेनार पुग्न लागेको एज ग्रुपहरूलाई. सो बिचरा त्यो बहिनीहरू क्यानट सी होइन. अनि उनीहरूलाई चाहिँ हामीले प्याडहरू सिकाउन लाउँदाखेरि कसरी लाउने, के गर्न लाउने भनेर सिकायौँ. अनि त्यो वाला पार्टहरू कभर गरिसकेपछि अनि इट वाज त्यसपछि हामीले चाहिँ उनीहरूको वासरुममा प्याड बक्स भनेर इन्स्टल गरेका थियौँ. अब आई डोन्ट नो अहिलेसम्म छ कि छैन. विच वाज द फर्स्ट प्याड बक्स इन्स्टल्ड इन पुरै धरान सिटी कुनै स्कुलमा. किनभने त्योभन्दा अगाडि के ट्रेन्ड थियो भन्दाखेरि
कसैलाई ब्लिड भयो एन्ड इफ दे आर नट प्रिपेयर तिनीहरू गएर टिचर्सहरूलाई माग्थ्यो अनि स्कुलमा चाहिँ स्टोर हुन्थ्यो तर त्यो इमेजिन गर्नु कि त्यो टिचर कुनै दिन फिमेल टिचर आइदिनु भएन भनेपछि त्यो फिमेल्सहरूलाई कति गाह्रो हुन्छ होला त्यो टोइलेटमा गयो भन्नाले मेल टिचर्सहरूलाई एप्रोच गर्न सो हामीले चाहिँ त्यो इन्स्टल गरेका थियौँ अनि इट रियली फेल्ट नाइस किनभने नेक्स्ट डे प्रोजेक्ट गराउँदा जाँदाखेरि भाइ बहिनीहरूमा म गएको थिइनँ एन्ड दे वर सर्चिङ फर मी क्या सबैजना ऋतिक दादा आउनु भएन ऋतिक दादा आउनु भएन भनेपछि त्यो ब्लाइन्ड किड्स अनि आई फिल सो नाइस सो त्यो पनि एउटा प्रोजेक्ट मलाई एकदम मन परेको छ अनि एउटा अझै प्रोजेक्ट द्याट्स भेरी क्लोज टु माई हार्ट आई वन्ट टेल द नेम अफ ठाउँ कहाँ के भएको थियो सो त्यहाँ चाहिँ हामीले गुड टच ब्याड टच गराएको थियौँ अनि 3-4वटा केसेसहरू आयो कि त्यहाँ लाइक दे सेयर्ड विथ मी किनभने हामी युजली गुड टच ब्याड टच गराउँदाखेरि के गर्छ भन्दाखेरि मेललाई चाहिँ फिमेलहरूलाई इन्स्ट्रक्ट गर्न लाउँछौँ फिमेललाई चाहिँ मेलहरूलाई इन्स्ट्रक्ट गर्न लाउँछौँ सो द्याट उनीहरूको बिचमा पनि टबु हट्यो अनि हाम्रो जुन ट्रेनर छ उसले पनि त सिक्यो नि त फिमेलहरूसँग कसरी यसको बारेमा कुरा गर्ने भनेर सो उनीहरूसँग कुरा गर्दाखेरि त्यहाँ 3जना बहिनीले मलाई दे सेयर्ड देयर ह्यारासमेन्ट स्टोरिज विथ मी एन्ड इट वाज सो डिभास्टिङ अब त्यो मैले भन्न मिल्दैन अहिले पोडकास्टमा इट वाज सो डिभास्टिङ अनि आई टोल्ड देम अनि दे टुक एक्सन एगेन्स्ट इट अनि दे कल द पुलिस अनि यताउता सबै कुरा भयो अनि मेरो टेनियर सायद यो कुरा मैले कसैलाई पनि भनेको थिएन होला आज सायद पोडकास्टमा भनिरहेको छु अनि त्यो एन्ड अफ द टेनियरमा त्यो नानीहरूको मम्मीहरू बाबाहरूको पनि मलाई कल आउन थाल्यो कि थ्याङ्क यू सो मच तपाईँले गर्दाखेरि हाम्रो नानीहरू यस्तो यस्तोबाट बच्यो भनेर सो यस्तै सानो सानो मोमेन्ट्सहरू त धेरै छ बट दिज आर मोस्ट प्रिसियस वान सो रोड ट्र्याक ट्रुली चेन्जेस द लाइफ यस इट डज एक्ज्याक्टली इट डज हजुरले चाहिँ हामीले पोस्टर्सहरू पनि देखिरहेको थियौँ रोड ट्र्याक क्लब अफ भद्रपुरसँग मिलेर चाहिँ मेन्टल हेल्थ रिलेटेड प्रोग्रामहरू पनि गर्नुभएको थियो अब हजुर रोड ट्र्याक क्लब अफ धरान घोपामा रहेर भद्रपुरसम्मको लाइक कन्ट्याक्ट कसरी भयो हजुरको कसरी प्रोग्रामहरू भयो त्यसको बारेमा पनि अलिकति सो अहिले चाहिँ मेरो इन्टर्नसिपको फर्स्ट पोस्टिङ मेरो भद्रपुर पाएँ मैले सो हामी भद्रपुर गएपछि त्यहाँ चाहिँ रोड ट्र्याक क्लब अफ अब युजली हाम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि इफ मैले अघि भने नि इफ युआर अ रोड ट्र्याक्टर यु जस्ट निड टु सर्च नेम्स अनि त्यहाँको एउटा रौनक दाई हुनुहुन्छ हाम्रो रोड ट्र्याक क्लब भद्रपुरको इमिडिएट पास्ट प्रेसिडेन्ट अनि दाईको हजुरआमाको चाहिँ किमो बिपीमै चलेको थियो त्यो बेला चाहिँ भेटघाट भएको थियो सो म त्यहाँ पुगेँ अनि आई कल्ड हिम कि दाई म आइपुगेको छु अनि मैले ब्याग पनि राखेको छैन हस्टलमा भर्खर गएछ दाइले कहाँ छौ तिमी अनि त्यसपछि मैले यहाँ छ हाम्रो हस्टल भने दाइ आइपुग्नु भयो भने ब्याग छोड हिँड अनि त्यसपछि हामी गयौँ अनि त्यसपछि त्यही दिन रोड ट्र्याकको धेरैजनाहरूसँग भेट्यौँ अनि उनीहरूसँग कुरा गर्दाखेरि कोलाबोरेसनमा के प्रोजेक्ट गर्न सकिन्छ अनि आई टोल्ड देम कि म 1.5 मन्थ्ससम्म यहाँ छु अनि उहाँहरूले चाहिँ यहाँ मेन्टल हेल्थको हामी गराउन खोजिरहेको थियौँ तर अलि राम्रो ट्रेनरै हामीले पाइरहेको छैनौँ अनि आई टोल्ड देम ओके आई विल डु इट भनेर जस्तो लाग्यो सो त्यहाँ गएर एउटा स्कुलमा 13 to 16 इयर्स अफ ओल्डको बच्चाहरूलाई आई डोन्ट रिमेम्बर म 13 to 16 हुँदाखेरि मलाई मेन्टल हेल्थ भनेको थाहा थियो सो तिनीहरूलाई चाहिँ मैले गएर मेन्टल हेल्थको सेसन लिएँ सो सेसन लिइसकेपछि बिकज इभन आई एम अ पेसेन्ट अफ मेन्टल डिजिज आई वाज अन ड्रग्स फर कति दिनसम्म ड्रग्स भन्नाले थेरापेटिक ड्रग्स नट ड्रग्स होला ड्रग्स सो त्यही भएर चाहिँ मलाई मेन्टल हेल्थ चाहिँ एकदमै सिरियस इस्यु जस्तो लाग्छ सो त्यही भएर चाहिँ त्यहाँ गएर हामीले गरायौँ एन्ड लाइक इन रोड ट्र्याक बेस्ट पार्टै त्यही हो तपाईँ कुनै ठाउँमा नयाँ ठाउँमा हुनुहुन्छ त्यहाँ कुनै रोड ट्र्याक क्लब छ तपाईँ गएर त्यहाँ कुरा गर्नु अब उनीहरूले अब मैले त्यहाँ गएर एउटा प्रोजेक्ट गराएँ भनेपछि त्यहाँको बच्चा बुच्चीहरूले पनि केही कुरा सिकेँ मेरो इन्टरपर्सनल रिलेसनसिप बन्यो त्यहाँको क्लब मेम्बर्सहरूसँग बन्यो अब मलाई केही गाह्रो पऱ्यो भने त्यहाँ कोही मान्छे नगरपालिकामा हुनुहुन्छ कोही मान्छे इन्जिनियर हुनुहुन्छ कोही मान्छे केही हुनुहुन्छ कोही मान्छे बिजनेसम्यान हुनुहुन्छ सो अब मैले त्यहाँ गएर मलाई इनकेस भोलिको दिनमा भद्रपुरमा केही गर्नु छ भनेपछि मेरो कुनै गेस्टै आइरहेछ या कोही मान्छे मेरो सेटल भइरहेछ त्यहाँ चाहिँ आई क्यान जस्ट गिभ देम अ कल सो त्यसरी चाहिँ हुन्छ सो त्यही भएर चाहिँ कोलाबोरेसन इज वान अफ द ब्युटी अफ रोड ट्र्याक जस्तो लाग्छ सो त्यही भएर अहिले मलाई भद्रपुर लास्टै रमाइलो भइरहेछ हाम्रो 10 to 5 ओपिडी जानुपर्छ दुलाबारी पिएचसीबाट पोस्टिङ छ मेरो अनि एकदम हेक्टिक डे आउँछौँ अनि सबै रोड ट्र्याकको साथीहरू पनि भेट हुन्छ रोड ट्र्याक क्लब भद्रपुरको सबै दाईहरू हुन्छ उनीहरूसँग बसेर गफ गर्छौँ गफ गरिसकेपछि त्यसपछि सबैजना खाना खान्छौँ सँगै आफ्नो आफ्नो घर फर्किन्छौँ सो द्याट्स काइन्ड अफ बिङ पर्फेक्ट सर्कल जस्तो भइरहेछ रोड ट्र्याकमा अब धेरैजना चाहिँ जोइन हुन इच्छुकहरू हुनुहुन्छ होइन हाम्रो दर्शकवृन्दहरू पनि धेरैजनालाई चाहिँ रोड ट्र्याकमा जोइन भएर केही गर्ने इच्छा हुन सक्दछ उहाँहरूलाई चाहिँ हजुरले के कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ
इट्स लाइक हामी सबैजना अब जेन्जिजहरू ह्यारी पोटर फ्यान थियौँ, वी अल हेभ पोटर हेड्स. सो त्यहाँ चाहिँ डम्बलडोरले एउटा लाइन भन्छ कि हेल्प विल बी गिभन एट हगवर्ड्स फर दोज हु सिक फर इट. सो रोड ट्र्याकमा जो जोइन हुनुहुन्छ प्लिज सिक फर अपर्च्युनिटिज. किनभने तपाईँले खोताल्नु भएन भने तपाईँले कसैले पनि आएर गरिदिँदैन. सो त्यो खोताल्न चाहिँ आउनुपर्छ जस्तो लाग्छ कि मलाई. तपाईँ इन्भेस्ट गर्नु, तपाईँको एनर्जी इन्भेस्ट गर्नु, तपाईँको आइडियाज इन्भेस्ट गर्नु, तपाईँको कनेक्सन्स बनाउनु. तपाईँ जस्ट फर्म भरेर चाहिँ नबस्नु जस्तो लाग्छ मलाई. तपाईँहरू आफ्नो प्रोजेक्ट्सहरू गराएर आउनु, बरु आफ्नो घरतिर के भइरहेछ भनेपछि त्यहाँ तपाईँले गएर कुनै प्रोजेक्ट गराउनु भयो भने तपाईँको फ्यामिलीको पनि नाम चल्यो कि फलानुको छोराले यस्तो प्रोजेक्ट गरायो यहाँ आएर, तपाईँको पनि नाम चल्यो यसले यस्तो प्रोजेक्ट गरायो भने. सो डु एज मच एज प्रोजेक्ट्स यु क्यान एन्ड गेट इन्भल्भ इन एज मच एज कनेक्सन्स यु क्यान बिल्ड. किनभने हाम्रो एकजना म्यामले भन्नुहुन्छ यो नेटवर्क इज योर नेटवर्थ भनेर भन्नुहुन्छ कि. सो नेटवर्क बिल्डिङ चाहिँ गर्नु, किनभने दिस इज एन इरा अफ टेक्नोलोजी एन्ड एडभान्समेन्ट एन्ड हामी यति बुम तरिकाले बढिरहँ. सो तपाईँको नेटवर्क स्ट्रङ भयो भने तपाईँ कति पनि स्ट्यान्डअप गर्न सक्नुहुन्छ. सो बिल्ड अप नेटवर्क्स, डु यर प्रोजेक्ट, ब्रिङ यर आइडियाज टु द टेबल एन्ड इम्प्लिमेन्ट इट. अब अन्तिममा चाहिँ हाम्रो दर्शकहरूलाई जुन यो हामीले यति धेरै छलफल गऱ्यौँ त्यसमा पनि की पोइन्ट्सहरू जस्तै टेक होम मेसेजहरू हुन्छ नि, त्यस्तो चाहिँ 3टा पोइन्ट जति भनिदिनु न. सो 3टा पोइन्ट आउट अफ all the things I discussed is तपाईँको एनर्जी कन्स्ट्यान्ट छ, तपाईँको होल एनर्जी. सो तपाईँले आफ्नो एनर्जीलाई कसरी प्रोपर वेमा युटिलाइज गर्नुहुन्छ त्यो कुरा तपाईँले यही एजमा सिक्नुपर्ने हुन्छ. किनभने यसपछिको डामाडोल इज भेरी डेन्जरस, वर्किङ फिल्ड इज भेरी डेन्जरस. सो आफ्नो एनर्जीलाई प्रोडक्टिभ वेमा कसरी गर्ने त्यो चाहिँ आफै एनालाइज गर्नु. जोइन अ क्लब सो द्याट यु क्यान गेट के छ भन्दाखेरि अल दिज बेनिफिसियरिज, हार्स रियालिटी अफ पिपल थाहा पाउनुहुन्छ, हार्स रियालिटी अफ कम्युनिटी थाहा पाउनुहुन्छ. सो त्यो कुराहरू सिक्नु फर्स्ट पार्ट. सेकेन्ड पार्ट भनेको आफ्नो मेन्टल हेल्थ प्रायोरिटाइज गर्नु र आफ्नो पढाइलाई कहिले पनि सेकेन्डरी नबनाउनु होला. पढाइ इज अलवेज यर प्राइमेरी थिङ. द थर्ड पार्ट अफ इट इज कि अब टाइम जति चेन्ज भइरहेछ सो त्यो सँगैसँगै हामी आफूलाई एडाप्ट गर्न सिक्नुपर्छ. जस्तो कि जतिसुकै स्ट्रेस आए पनि एट द एन्ड अफ द डे तपाईँ त्यही बेडमा गएर सुत्न त पाइराख्नु भएको छ नि त. सो बी ग्रेटफुल टु द्याट. सो त्यही भएर आफ्नो स्ट्रेस कपिङ स्किल्सहरू गर्नु, धेरै स्ट्रेस नलिने, र प्लिज गिभ समथिङ टु कम्युनिटी बिकज कम्युनिटी हेज ग्रोन यु, कम्युनिटी हेज मेड यु इलिजिबल पर्सन, कम्युनिटी हेज मेड यु अ सोसल एनिमल. रेस्पेक्ट द्याट एन्ड गिभ ब्याक वाट एभर यु क्यान तपाईँको आफ्नो नलेजको हिसाबले. आजको यस छलफललाई यही अन्त्य गर्न चाहन्छु. आगामी दिनहरूमा पनि डाक्टर पासवानसँगको कुराको सिलसिला जारी नै रहनेछ.